Good morning, sir. मर्निङ म्याम नमस्ते। नमस्ते हजुर के गर्दै हुनु? म यहाँ अब यो स्टुडेन्टहरूको सेप्टेम्बर इन्टेकको लागि अलिअलि एसओपीहरू चेक गर्दैछु भिजा लजको लागि। त्यसो भए म हजुरलाई एसओपी रिलेटेड केही क्वेसन सोधौँ? हुन्छ म्याम। ओके, एसओपी किन स्टुडेन्टलाई लेख्नुपर्छ? एसओपी अर्थात् स्टेटमेन्ट अफ पर्पज अर स्टडी प्लान, यो चाहिँ किन विद्यार्थीले आफैले लेख्नुपर्छ भन्दाखेरि यो चाहिँ आफ्नो स्टोरी हो नि। इभेन्चुअली भोलि बाहिर पढ्न जाने काउन्सिलरले हेल्प गर्छ, उसलाई कोर्स सिलेक्ट गर्न, डेस्टिनेसन दिन्छौँ हामीले, त्यो समस्या भएन। तर पढ्न जाने त ऊ हो, त्यसमा उसको प्रोपर प्लान तपाईँको कस्तो खालको चाहिँ नि, किन त्यो कन्ट्री चुज गरेको, किन त्यो कोर्स लिइरहेको छ उसले, प्लस भोलि त्यो कोर्सले उसको करियरमा के भ्यालु एड गर्छ एकाडेमिक र करियरमा, र नेपाल आएर कुनै उसको करियर प्लान छ भने त्यसलाई डेलिभर गर्न त्यसबाट गेन गरेको स्किल्सहरू कसरी चाहिँ नि युज गर्छ उसले नेपालमा भनेर त्यस्तो खालको सेल्फ एक्सप्लेनेटरी आफ्नै उसमा चाहिँ नि स्टोरी हुनुपर्छ। हाई कमिसनको भिजा अफिसर, जो भिजा अफिसरमा भिजा दिनको लागि तपाईँको फाइल हेर्दै हुनुहुन्छ, उहाँहरूले हेर्ने कुरै यही हो होइन। विद्यार्थीले लेख्दैछ भनेपछि किन चाहिँ नि ऊ त्यो देशमा आउँदैछ त्यत्रो लाखौँ खर्च गरेर, त्यसपछि किन त्यो कोर्स पढ्दैछ, प्लस किन त्यो इन्स्टिट्युसनमा पढ्दैछ, उसको त्यो इन्स्टिट्युसनमा त्यो कोर्स लिँदै गर्दाखेरि अब्जेक्टिभहरू के छ त, कस्तो खालको अब्जेक्टिभ, जस्तै स्किल्सहरू के उसले चाहिँ त्यहाँबाट पर्स्यु गर्दा उसले आफ्नो उसमा एडप्ट गर्छ आफ्नो लाइफ स्किल्स अथवा ट्रान्सफरेबल स्किल्समा होइन। त्यसलाई आएर पछि उसले करियरमा कसरी युज गर्छ नेपालमा, इभेन्चुअली नेपाल फर्किने देखाउनु पऱ्यो नि त स्टुडेन्ट होइन। नेपालमा आएर उसको त्यो फिल्डमा, जुन फिल्डमा पढाइ गरिरहेको छ त्यो फिल्डमा कसरी ऊ चाहिँ नि इम्प्लोइमेन्ट पर्सपेक्टिभबाट कसरी राइज हुन्छ, उसको चान्सेस अफ इम्प्लोइमेन्ट र राम्रो कमाइ कसरी हुन्छ, त्यो खालको स्टोरी एसओपीमा हाई कमिसनको भिजा अफिसरहरूले त्यो खोजिरहेको हुन्छ हो। त्यही भएर स्टुडेन्टले ऊ जाँदैछ भने उसले त आफै लेख्नु पऱ्यो नि त होइन। अर्कोले मानव एबिसीलाई पैसा तिरेर लेख्ने त्यस्तो अवस्थामा त्यो लेख्ने मान्छेलाई त थाहा नहुनसक्छ होइन। त्यो भएर स्टुडेन्टले आफै लेख्नुपर्छ म्याम त्यो कुरा। No crap, no scrap, just the real thing. Can Consulting.